nepalnews.com. News from Nepal as it happens. केही हप्ता यता बढेका महिला हिंसाका घटनाहरूको विरोधमा भइरहेका विरोधका कार्यक्रमहरू जारी रहेका छन्। महिला हिंसाको विरोधमा मंगलबार पनि विभिन्न अधिकारवादी संस्थाहरूले प्रधानमन्त्री निवास बालुवाटारमा धरना दिए। केही दिनदेखि जारी विरोध कार्यक्रमका बावजुद राज्यले अझै यथार्थ रूपमा अझै कार्य नगरेको भन्दै माग पूरा नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने अधिकार कर्मीहरूले बताएका छन्। यस्ता घटनाहरू घट्दै जाने, अनुसन्धानको नाटक रच्दै गरिने, तर दोषीलाई कारबाही नहुने र पछि गएर त्यस्ता दोषीहरूले उन्मुक्ति पाउने, त्यसको पछाडि भनेको चाहिँ खिचौलो अनुसन्धानको प्रक्रिया र जानी प्रमाणलाई नष्ट गर्ने, त्यसलाई कमजोर बनाउने जुन उद्देश्य हुन्छ त्यो चाहिँ यो मुद्दाहरूमा नहोस् भन्ने उद्देश्यले चाहिँ हामीले यो मुद्दाको अनुसन्धान प्रक्रियामा हाम्रो समय पहुँच हुने गरेर मोनिटरिङ टिमको हामीले माग गरेका थियौँ। सरकारले मोनिटरिङ टिमको गठन गरेको भनेर भनेको छ, तर त्यो मुद्दाको विषयमा हाम्रो पहुँच छैन। उनीहरूले राज्यले केवल बोलेर मात्र नहुने, व्यावहारिक रूपमा कार्यान्वयन नगरेसम्म आन्दोलन जारी रहने स्पष्टोक्ति समेत दिएका छन्। यसैबीच गैर सरकारी संस्था महासंघको संयोजनमा विभिन्न राजनीतिक दलसँग आबद्ध महिला संगठन तथा विभिन्न अधिकारवादी संस्थाहरूले राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्। उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म महिला अधिकारका लागि जारी आन्दोलन निरन्तर जारी रहने भन्दै राज्यले सामाजिक सुरक्षा कायम गर्न नसक्दा महिला हिंसाका घटना बढ्दै गएको दाबी समेत गरे। हामीलाई यहाँ कुनै पद चाहियो भनेर हामी हिँडिरहेका छैनौँ। हामी नेपाली महिलाहरूको इज्जत, प्रतिष्ठा र उनको बाँच्न पाउने अधिकारको लागि हामी लडेका छौँ। हामी आम नेपाली नागरिकको लागि लडेका छौँ। त्यसैले यो लडाई जारी हुन्छ, यो लडिरहनेछौँ। महिला हिंसाका घटनाका विरुद्धमा उत्रिएका महिलामाथि हिजो भद्रकालीमा भएको प्रहरी दमनको विरोध गर्दै महिला नेत्रीहरूले यस्तो दमन राज्यले जारी राखे कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्। त्यसैले म के चेतावनी दिन चाहन्छु भने यस्ता खालका दमनहरू शान्तिपूर्ण रूपमा आफ्ना आवाजहरू जो उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गले लगाउन पाउने यस्ता खालका आवाजहरूलाई खुल्ला सडकमा आउन दिने कुरा, खुल्ला अगाडि बढ्न दिने कुरा यो सरकारको भलोमा छ। त्यसैले दमनले कसैले हुन्छ भन्ने ठानेको छ भने त्यो बल उफ्रे चाहिँ जसरी बललाई खिचेपछि त्यो विस्फोट हुन्छ, त्यसरी नै विस्फोट हुनेछ। पछिल्लो समय महिला हिंसा विरुद्धका दिवस मनाइरहँदा महिला हिंसाका घटनामा बढोत्तरी भएका छन्। यस्ता घटनामा राज्यको निकायका व्यक्तिहरूका साथै स्वयं परिवारका सदस्यहरूको नै सहभागिता पाइएपछि यस क्षेत्रमा झन् त्रास बढेको छ। यस्ता घटना रोकथामका लागि केवल सरकारी ओठेभक्ति मात्र नभई घटनामा संलग्नहरूलाई कानुनको दायरामा ल्याउनुका साथै र अधिकार कर्मीहरू पनि विरोधका कार्यक्रमका साथै समाजमा जनचेतना जगाउने कार्यमा लाग्नु जरुरी छ। यसका लागि राज्यले यथोचित पहल गर्नुपर्ने जरुरी देखिन्छ। यसो हुन नसके सीता राईहरू लुटिरहनेछन्, बलात्कृत भइरहनेछन्, सरस्वती सुवेदीहरू आफ्ना मालिकबाट ज्यान गुमाउन बाध्य हुनेछन्, बिन्दु ठाकुर, शिवा हासामीहरूको आफ्नै परिवारका सदस्यहरूबाट हत्या भइरहनेछ। नेपाल न्यूजका लागि क्यामेरामा कुमार भण्डारीका साथ किशोर कुमार पौडेल, काठमाडौँ। nepalnews.com. News from Nepal as it happens.